हुन्छ भने तपाईसँग त्यति पैसा भइसक्यो, तपाईँले आफ्नो फ्युचर अलि सिक्योर होस् भन्ने चाहनुहुन्छ कि सेयर मार्केटलाई अथवा खातालाई चाहिँ रातारात पैसा कमाउने माध्यमको रूपमा हुँदैन, भविष्य सिक्योर गर्ने एउटा माध्यमको रूपमा लिनुपर्छ। जस्तो मैले खातामा 1 करोड रुपियाँ राखेको छु भने 12% ब्याज दर हुँदाखेरि मलाई महिनाको 1 लाख रुपियाँ आउँछ। मेबी सेयर मार्केटमा चाहिँ त्यो बेलामा प्राइस कम हुन्छ होइन, अलि हाई इन्ट्रेस्ट रेट भयो नि त। सेयर मानौँ खाताको के अरे ब्याज दर चाहिँ घट्यो भने तपाईँको यताबाट कम पैसा आउँछ, तर ब्याज दर घट्दाखेरि सेयर मार्केट माथि जान्छ। त्यसले चाहिँ तपाईँको लाइफमा चाहिँ त्यति होइन मतलब अनस्टेबल बनाउँदैन, तपाईँको कन्जम्सनहरू स्मुथ बनाउँदै जान्छ होइन। त्यही भएर हामीले के गर्छौँ, हामी पहिला पनि त घर किन्थ्यौँ, जग्गा किन्थ्यौँ, जग्गा बेच्न गाह्रो हुन्छ तर जग्गाको भाउ काइन्ड अफ स्थिर भइरहेको छ। सुन किन्थ्यौँ मान्छेहरूले होइन, मान्छे सबै एउटै चिज मात्र राख्दैन नि त आफ्नो सम्पत्ति। त्यस्तै गरेर चाहिँ एउटा सेयर पनि तपाईँको वेल्थ डाइभर्सिफिकेसनको एउटा माध्यम हो। अनि मान्छेले सुन किन किन्नु, सुन खान त मिल्दैन, किन किन्थ्यो भन्दा लडाइँ भयो भने उस जमानामा चाहिँ सुन बोकेर भाग्यो भने कहीँ न कहीँ गएर सेटल डाउन सजिलो हुन्थ्यो। त्यो धेरै लडाइँ भयो भने सुनको भाउ बढ्थ्यो, तपाईँलाई थाहा नै छ होइन। किन अरू सम्पत्ति काम लागेन, लडाइँ भयो तपाईँ जग्गा पनि खासै काम लाग्दैन, बोकेर हिँड्नु मिल्दैन होइन। त्यस्तै हो, यो मान्छेले चाहिँ आफ्नो परिवारको भविष्य, आफ्नो भविष्य राम्रो होस् भन्ने चाहन्छ। त्यो अन्तर्गत सेयर मार्केट हो, सेयरहरू पनि एकदम फन्जिबल एसेट हो नि त। तपाईँलाई चाहेको 100 किता बेचे पनि भयो, 50 किता बेचे पनि भयो होइन, त्यो क्यासै जस्तो त हो नि। तर खालि यसले के दियो भने तपाईँ ब्याज दर गर्दाखेरि फिक्स एसेटमा राख्नुभयो भने ब्याज दर गर्दाखेरि तपाईँलाई सक भइरहेको छ भने ब्याज दर गर्दाखेरि यसको भाउ बढ्ने भएको हुनाले त्यो दुईवटा ब्यालेन्स आउट हुन्छ कि भन्ने भयो होइन। त्यो सेन्समा चाहिँ एउटा स्ट्रङ, एउटा हाइली इन्टिग्रिटी भएको राम्रो एउटा सेयर मार्केट हामीलाई चाहिन्छ, जसको चाहिँ अब रातारात ग्रोथ हुने त म भन्न सक्दिनँ होइन, तर एउटा सस्टेन्ड ग्रोथ भइराखोस्, मान्छेहरूलाई एटलिस्ट इन्फ्लेसनसँग कम्पेरेबल ग्रोथ पनि भइराखोस् होइन। त्यो सेन्समा चाहिँ एउटा सेयर मार्केट फ्रेन्डली पोलिसी हामीलाई चाहिन्छ अनि त्यो मेरो पोजिसन त्यही हो। तर अब तपाईँहरू सबैलाई थाहा छ जसरी जग्गाहरू पनि कहिले काहीँ भत्तै भाउ बढ्छ होइन, त्यसरी सेयर पनि कहिले काहीँ भत्तै भाउ बढ्छ। स्पेसली हामीले के देखिरहेको छौँ भने लो क्याप हाई भोलेटिलिटी भएको सेयरहरूको भाउ चाहिँ अलिक यताउता भइरहेको छ। तर गेम मान्छेले जुवा खेल्न नै जान्छन् होइन, तास खेल्न नै जान्छन्। त्यस्तै कुनै कुनै सेयरहरू चाहिँ मान्छेले त्यो रूपमा पनि ल्याउन सक्छ, तर त्यसले चाहिँ इकोनोमीलाई खराबै गर्छ भन्ने पनि होइन। त्यसलाई खालि हामीले त्यस्तो धेरै हामीले भन्ने के भन्छ भने कतिपय स्टेबल सेयरहरू पनि छ, ठुल्ठुलो कम्पनीको सेयरहरू रिलेटिभली स्टेबल हुन्छ होइन। त्यस्तै कुनै सानो सानो कम्पनीहरू चाहिँ अलिक बढी यताउता भइरहेको छ, तपाईँहरूले आफूले जज गर्नुहोस् भन्ने। सेयर मार्केटमा हुने क्राइम भनेको चाहिँ कस्तो हो भने जस्तो इन्साइडर इन्फर्मेसनहरू भएर गऱ्यो भने होइन, अब कर्नरिङ भयो भने तिनीहरू चाहिँ अब हरेक देशमा त्यसलाई चाहिँ